नमस्कार सबैजनालाई। आज चाहिँ म एउटा सानो सल्लाह भन्नु कि अब के भन्नु, एउटा कुरा मेरो मनमा खेलिरहेको थियो अनि मैले सबै सामु राखौँ भनेर। खासमा नेपालमा चाहिँ कस्तो छ भने बेरोजगारीको कारणले गर्दा चाहिँ धेरै नै समस्या भइरहेको छ। अनि कस्तो छ भने जस्तै हरेक युवाको बाउआमाले काम गरिराख्नु भएको छ। जस्तै पुलिसको नोकरी होस् वा आर्मीको नोकरी होस्, कुनै पनि जस एज भइसकेको व्यक्तिले पनि गरिराख्नु भएको छ। तर जस्तै अहिले हाम्रो समाजमा कस्तो छ भने जस्तै अब सुधार केन्द्रमा हाल्नु परिरहेको छ बच्चाहरूलाई। त्यो खालको वातावरण नपाएर हो कि मेन्टली स्ट्रेस भएर हो कि त्यो अब बाबुआमाले पनि बुझिदिनुहुन्न। अनि त्यही खालको अब वातावरण भएपछि आफूलाई खर्च पुर्याउन पनि त्यस गाह्रो हुने अवस्थासम्म पुग्दाखेरि चाहिँ झन् अब त्यो मेन्टली अब सोफिस्टिकेटेड भएपछि बल्ल अनि मान्छेले नराम्रो बाटो अपनाउँछ जस्तो लाग्छ मलाई चाहिँ। त्यसलाई चाहिँ म्यानेज गर्नुको लागि म चाहिँ के आग्रह गर्न चाहन्छु भने गृहमन्त्रीज्यूलाई सबै पनि जति पनि रिटायर हुने टाइपको पुलिस अफिसर आर्मी अफिसरहरू हुन्छ उहाँहरूलाई अवकाश दिएर कति हुन्छ उहाँहरूको सबै हिसाब किताब गरेर मजाले उहाँहरूलाई सम्मानसहित पठाएर त्यसको ठाउँमा चाहिँ बरु युवाहरूलाई भर्ना गर्दा हुन्छ कि त्यसले गर्दा चाहिँ प्रब्लम पनि सल्भ हुन्छ। प्लस एउटा नयाँ जोस होइन युवामा एउटा हुन्छ कि क्रिएटिभिटी जोसमा पनि हुन्छ एभ्री वान। अब त्यो ठाउँ खेल पायो भने चाहिँ हि क्यान डु हिज बेस्ट के। अब जस्तै हेरौँ न नेपालमा अब सामान्यतया भन्नु पर्दाखेरि जस्तै डिफेन्समा हाम्रो एट्याकिङ पावर नभए पनि हाम्रो डिफेन्समा हामीले राम्रो लेजर बिमहरू जस्तै ड्रोनहरू त्यस्तो इन्भेन्सनहरू गर्न सक्यो भने डिफेन्समा यस्तो राम्रो सपोर्ट हुन्छ नेपाललाई होइन। त्यो आफैमा पनि एउटा पोलिटिकल्ली एउटा राम्रो भइहाल्यो। अनि युथ अहिलेको जेनेरेसनलाई झन् यस्तो मौका छ कि जस्तै त्यो खालको फिल पायो र आफूले इनोभेसन गर्ने नयाँ केही गर्ने मौका पायो भने चाहिँ हि क्यान डु हिज बेस्ट होइन, राम्रो गर्न सक्छ। हि क्यान कम्पिट टु द टप स्टुडेन्ट अफ दि वर्ल्ड जस्तो लाग्छ मलाई चाहिँ। मलाई यति भन्नु थियो, यति भन्न चाहन्छु। हस्त।